गाइज वेलकम ब्याक टु आइओएसके युट्युब च्यानल। आज चाहिँ मिठो भ्लग बन्दैछ। त्यो भ्लग के को भन्दाखेरि हाम्रो ग्रुम टु बी भने ब्राइड टु बी भनेको हाम्रो भोलिको ग्रुम टु बी हो गाइज। अनि यहाँनिर चाहिँ एकदम रमाइलो भइरहेको छ होइन। ल गाइज हेर्नु त टक्कला र दाइको बिहेको 2 दिन अगाडिको भाइब त्यस्तो छ। झन् भोलि र पर्सि कस्तो होला होइन। म एकदम एक्साइटेड छु। म चुज गराइदिन्छु। बेहुली ल्याउने भएपछि आफ्नो मन परेको जीवन साथी पाउँदाखेरिको लएर यतिको भात रुच्छ है। यतिको भात रुच्दो रहेछ गाइज। हाम्रो बेहुलाले मस्त खाइरहनु भएको छ। कस्तो हुन्छ अरे फेरि क्यामेरामा चाहिँ बेहुला भन्दा बेहुलाको भाइ फेरि काले आँखा फेरि लै उठी हाम्रो बेहुलाले भात दिइरहनु भएको छ होइन। टक्क नलजाऊ के ल लाइट फोकस पुरा सर्भ गर्दैछिन् है। सर्भ गर्दैछिन् यहाँ सानादेखि ठुला सबले हेल्प गर्दैछन् हाम्रो सचिनको बिहेमा। ओ सो स्वीट। ल उहाँको खुसी बेहुलाको दाई भएर यतिको हुनु पर्यो। बेहुला त चारैतिर बेहुला हो। बेहुलाको बहिनी हो गाइस होइन। बेहुलाको बहिनी हो। अहिले चाहिँ नि काली सिम भोलि नि गोरी हुन्छन्। एक काम गर के भएर तिमीहरूलाई के भएर धेरै खायो कि क्या हो तिमीहरूले? हो चपाएर निलाइ के भयो रे तिमीहरूलाई के भयो रे?
सानीमा ल ठिक छ तिमीलाई रमाइलो भइरहेको छ नि होइन नमस्ते उही तपाईँहरूको भ्लगर नाम के हो आरम्भ हेलो कुरो ठिक हो नि ल यतिको रमाइलो छ गाइस रमाइलो हुँदैछ यहाँनिर उहाँ चाहिँ हाम्रो बेहुलाको बुबा सान बुबा तपाईँलाई कस्तो लाग्दैछ एकदम राम्रो लागिरहेछ बुहारी ल्याउने हो यति ठुलो काका यता हेरेर भन्नु पर्यो उसलाई हेरेर कहाँ हुन्छ त के खाँदैछौ गाइजहरू हो बर्थडेको पार्टी ल है गाइज हाम्रो ओनरजी चाहिँ यस्तो चहल दिइरहनु भएको छ सबैजनालाई हाम्रो च्यानलमा वेलकम छ है कार्यक्रम हुँदैछ गाइस होइन बेहुलाको ड्याडी मम्मी हुनुहुन्छ अनि हाम्रो बेहुलाज्यू चाहिँ अलिक पर गएर बसिरहनु भएको छ उहाँलाई थोरै थोरै नर्भसनेस भइरहेको छ पर्सि भाउजू ल्याएपछि सब ठिक हुन्छ है गाइस हाम्रो उहाँ चाहिँ हेर्नु उहाँको इनर्जी हेर्नु ओ माई गड कसले सक्छ गाइस कसले सक्छ यतिको चाहिँ हुन पर्यो है यतिको अनि यहाँनिर चाहिँ अर्कै छुट्टैवाला पार्टी चलिरहेको छ हाम्रो आदरणीय दाईहरू हुनुहुन्छ अनि हाम्रो यो छोटो स्टार हो है सबैभन्दा सेलिब्रेटी हो है ऊ चाहिँ तिमी कसलाई ल्याउन लाग्यो रे सानो सानी लिएर आउन लाग्यो अनि तिम्रो ऊ चाहिँ को हो त नि अनि अङ्कल र सानी कसरी मिल्यो त नि अब के आन्टी भन्नु पर्यो कि सानो बुवा भन्नु पर्यो के भन्ने सानो बुवा भन्नु पुग्यो मिठो छ के खाँदैछौ यतिको भाइब चाहिँ हुनु पर्यो गाइस त तयारी हुँदैछ भोलि हल्दीको लागि गाइस भन आज आउँछ ठिक छ प्राइस जारी छ सो गाइस हामी सबै एकदम टायर्ड भइसकेको छु म चाहिँ होइन डान्स यति धेरै गरियो यति धेरै रमाइलो गरियो होइन अब फाइनल्ली हामी त सुत्नुपर्ने हुन्छ भोलि बिहान फेरि उठेर अर्को भ्लग फेरि रेडी गर्नु पर्यो नि त गाइस आजको लागि यति नै भयो हेरेर साथ दिनु होला माया गरिदिनु होला लाइक सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला बाइ बाइ गाइस